काम गर्नु गजा जस्तो खानु राजा जस्तो चानाटार आइपुग्यौँ हामी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म एउटा नयाँ ब्लग बनाउन गइरहेको छु। तपाईँहरूले त्यो ब्लग अगाडि देखिसक्नु भएन। तपाईँहरूलाई मेरो ब्लग के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि त्यहाँ तलको बेल आइकन दबाउन नबिर्सिनुहोला। आज चाहिँ यम्मी बनाउनु छ, यम्मी। कसको लागि अरे? अब आज मेरो होइन घरबाट फ्यामिलीहरू आउनुहुँदैछ हो, अन्त चानाटार पनि जानुपर्छ घुमाउनु। ओके, अन्त म खुसी छु। आज अब रुम सफा गर्नुपर्छ। खोइ बहिनी पनि खुसीले आज घुम्नु जाने भनेर कपाल स्ट्रेट गर्दैछ। खुसी छौ? एकदम। तिम्रो पनि त आमा आउँदैछ है? आमा भेट्नु पर्यो नि, कति भयो 1 महिना होला कि आमा भेटेको। तपाईँहरूलाई कस्तो लाग्यो मैले बनाएको यो भात? त डरेछ यहाँ हेर बहिनी, ना देख्यौ? आमाहरू पर्खिँदा पर्खिँदा भइसक्यो। कहाँ आइपुग्नु भयो होला है? बाटो हेर्दा हेर्दा भइसक्यो। के गर्नुभएको? तपाईँको एउटा गीत गाइदिनु त। मेरो आमा यहाँ ऊ सबैजना बिजी छ। आम्मामा मलाई भेट्न आएको अरे, बिजी एनी। ठिकै छौ? अब हाँस्छ पो। अभिषेक 1 hour later यहाँ आइपुगेको मात्रै थिए। यस्तो दामी दामी अचार, दामी दामी यो के हो यो फिङ्गर, तर अम्लीमा चाहिँ छिर्दैन रहेछ हो, तर पनि ठिकै छ। फिङ्गर चिकन, यो के हो सिमी आलु राइस दाल। कुन चाहिँ दाल हो त्यो? ब्ल्याक दाल रहेछ। यो चाहिँ फरेनको दाल हो। यतातिर कोही कोही त जग्गा पनि पाउँछ, महँगो छ हो। खानु मन पऱ्यो भने यहाँ आउनु, नानाले बनाइदिइहाल्नुहुन्छ, तर पैसा लाग्छ। अब मजाले, म त मासु झन् मात्रै हात धुनु मनपर्छ, मासु छैन भने चम्चीले गर्छ हो। खास मान्छे यहाँ हुनुहुन्छ, उसलाई कराईमा खानु पाएन भने चाहिँ स्याटिस हुँदैन अरे। यहाँ हेर्नुहोस्, यता हेर्दैन विवेक। कराईमा पाएन भने त फुलिहाल्छ, के गर्नु अब, कराईमै दिनुपर्छ हो। A few minutes later एक्लै कुदेर फर्स्ट हुने मान्छे यहाँ छ। काम गर्नु गजा जस्तो खानु राजा जस्तो भन्नु सुनेको होला। राजा जस्तो त राजै छ त। राजा बसेको आमामा त्यसरी बस्छ राजा, खुट्टा फालेर। 5 ताल खाएर चाहिँ यस्तो हुँदो रहेछ, 5 ताल खाँदा चाहिँ यस्तो हुँदो रहेछ। आज देखियो गाँठे राजाको कम्ती कम्ती त्यो पनि हो, यति यति कम्ती कम्ती 5 प्लेट उडाउँदा चाहिँ यस्तो हालतमा हुँदो रहेछ। अब आमाहरू चाहिँ मेला घुमेर आउनु हुने अरे। हामी चाहिँ रुमहरू सफा गर्दै गर्छौँ। त्यहाँबाट चाहिँ आमाहरू मेला घुमेर आउनु भएपछि चाहिँ हामी चानाटार जान्छौँ। हामी चाहिँ अब हेलो गाइस, हामी चाहिँ अब एकछिन टन्न भइहाल्यो हो। अब एकछिन मेला घुमेर यसो मेलाको धुलो सुलो खाएर अलिक टन्न भएर धुलोले पनि भनेर हो हामी जानु लाग्यौँ हो। अब भिडियो त देखाउनु सक्दिनँ हामी तपाईँलाई मेला, किनभने भिडियोमा नै यहाँ छ हो। जाँदैन अरे यहाँ लुगा धुने भाँडा धुने के भन्दैछ, जाउँ भनेको मानेन हो। रोक्रा के किनिनुपर्छ भनेर भाइ आमाहरूलाई हो, जानु मानेन। युट्युबबाट आएको छैन भन्छ त्यो पैसा हो। अन्त यसो सब्सक्राइब गरिदिनुहोस्, सेयर लाइक गरिदिनुहोस् हो धेरै। अन्त फर्स्ट सेलेरी आयो भने चाहिँ हामी धेरै रमाइलो गर्नेछौँ त्यो पैसाले हो। दामी क्यामेरा किन्छौँ, अन्त दामी क्यामेरा किनेर चाहिँ तपाईँहरूलाई क्या हामी झन् दामी दामी जग्गाहरूको भ्युजहरू हाल्नु सेयर गर्नेछ हो। लाइक सब्सक्राइबहरू गरेर धेरै 1K 2K 3K 5K 6K हुँदै जाओस् न। बिस्तारै बिस्तारै उकालो 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 गएपछि हो उकालै उकालै गएपछि चाहिँ धेरै माया छ तपाईँहरूलाई हो।
सब्सक्राइब गरिदिनुहोस् प्लिज। अहिले चानाटार गएको गर्नुपर्छ। हामी आएर चानाटार गएको चाहिँ तपाईँहरूलाई हामी देखाउने छौँ भिडियोहरू। चानाटार कस्तो छ हो, चानाटारमा चाना पाउँछ कि पाउँदैन हो। तपाईँहरूले सोच्नुहुन्थ्यो होला चानाटार भन्दा चाहिँ चाना भएको जग्गा भन्नुहुन्थ्यो होला, त्यस्तो चाहिँ छैन है साथी हो। त्यस्तो चाहिँ छैन। चानाटारमा चाहिँ रमाइलो जग्गा छ जहाँ चाहिँ हामी तपाईँहरूलाई अहिले देखाउने छौँ भिडियोमा हो। अहिलेको लागि यति नै हामी भिडियो राख्नेछौँ। मेला गएर हामी छिटो आउँछौँ, त्यहाँबाट आएर फेरि नानाहरूलाई लगेर चानाटार गएर त्यहाँबाट त्यो चानाटारको भ्युजहरू तपाईँलाई देखाउनेछौँ। ओके बाई। अब हामी रेडी पनि भइसक्यो घुम्न जानुको लागि, तर अझैसम्म पनि आमाहरू आइपुग्नु भएको छैन। मेलामै छ अरे, अहिले फोन गरेको थियो हो। अन्त बहिनी र म चाहिँ रेडी भइसक्यौँ। बहिनी रेडी भइसक्यो? अब हामी चाहिँ पर्खिरहेको छौँ आमालाई। लुक माई हेयर स्टाइल, वाउ थ्याङ्क यू सो मच। अब हामी चाहिँ गयौँ चानाटार जाँदैछौँ यसरी गाडीमा प्याक बसेर खाप बसेर होइन जसो। हामी चाहिँ रम्फू पुग्यौँ। हामी दुईजना चाहिँ गाडीमा अटिक्न कि, अन्त हामी दुईजनालाई चाहिँ हिँडेर जानु भन्यो 11 नम्बरमा। अरू चाहिँ जाँदैछ गाडीमै गयो। अब यहाँबाट हामी आन्टी अङ्कल छ, अन्त हामी दुईजना हिँडेर जानुपर्छ। अहिलेदेखि पर्खेको होइन, लु लागौँ। फाइनली हामी चाहिँ चानाटार आइपुग्यौँ। हेलो, यस्तो छ चानाटार। आन्टीहरूलाई पर्ख्यौँ नि त। आन्टीहरू पर्खिँदा ऊ सानो फुपूहरू। आम्मामा फोटो सेसनहरू चाहिँ यस्तो छ है यहाँनिर। एनी बाबा आउने कुन त यस्तो छ। चानाटार आइपुग्यौँ हामी। मोहनी लगाउने अब घर गएर यस्तो लगाउने। अन्त छैन भने चाहिँ के लाउँछस्? छैन भने पकाउने, अन्त लगाउने, अन्त त्यही हो टोइलेट बसेर निकाल्ने। कहाँ गएको त्यस्तो है भनेर फोटो सेसन चलिरहेको छ अझैसम्म। अब चाहिँ चानाटार पनि घुमिसक्यौँ हामी। अब चाहिँ फर्केको। लु जाउँ लु जानु तपाईँहरू ल कि तपाईँहरू जाने गाडीमा? लु त्यसो हामी गएँ। रम्फू बजार यो चाहिँ। गएको हामी जानु ल बिस्तारी। बाई बाई। हुन्छ गाडी पनि रोकिदिँदैन बिचारा बहिनी। हामी चाहिँ चानाटार पनि पुगेर आयौँ। आमाहरू
बहिनीहरू पनि घर जानुभयो अन्त हामी दुईजना वाइवाई फाटकदेखि चाहिँ यहाँसम्म गाडीमा आएको थाक्यो है बहिनी तर बच्चा आयो बहिनी दैलो खोला थाक्यो अब भिडियो चाहिँ आजको यति नै हो भ्लग अन्त तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनुस् है बाइ बाइ सी यू नेक्स्ट भिडियो